देश विदेशमा हुने सबै नेपालीका लागि likenepal.com। मेरो पुण्य लक्ष्मी गौतम। तपाईको छोरा कति भयो जेलमा? 6 वर्ष भयो बाबु। अस्ति असारदेखि 6 वर्ष भयो पुरा। हजुर, के अभियोग लगाइयो थियो र उहाँ जेलमा हुनुहुन्थ्यो? युनिटीको कर्मचारी जागिर खाएकै भन्थ्यो, सञ्चालक भनेर हाले अरे, निर्दोषलाई दोष बनाएर गरे भनेर भन्छन् बाबु। त्यही सुनेको, सबैतिर टिभीमा देखाउँदा चाहिँ निर्दोष मान्छे चाहिँ थुन्यो। यो विश्वनाथ गौतमले त यस्तो थिएन, यस्तो यस्तो गरे भनेको भने सबै गाउँघर सबैले त्यसै मात्रै सुनाउँछन् है बाबु। अनि अब त्यस्तै छ। अब के गर्नु, अब निक्लिन्छ कि भन्यो, निक्लिन्छ आज भन्यो, भोलि भन्यो, छोराछोरी छन् थुप्रै। अब बुहारीले दुःख, यहाँ कति कष्ट छ, महिला होइन। अब के गर्नु बाबु, यस्तै छ। सरकारलाई भोट दिएर नाना खण्डका ठुलो पार्छ, उनीहरूकै कुर्सी मात्रै तान्छ बाबु, हामीहरूलाई केही छैन छ त। नभएदेखि गाउँघरमा पनि एउटा कुरा, अब यहाँ ठुलो ठाउँमा आएपछि यो त राजधानी भयो नि त। खै त सरकार आएर यिनीहरू भए पनि केही। अहिले अब दुःखी छौँ, अर्काको कोठामा बसेका छौँ हामीहरू होइन। छोराछोरी थुप्रो छन्, पढाउने जम्ल्या पनि छन् छोराछोरी। अरू पाहाड तेर्थुम हो, छोराछोरी पढाउँछु अलि ठुलो ठाउँमा गएर अनि पछि आउँछु भनेर आएको थियो। आउँदा त त्यही लज चलाइरहेको थियो, त्यो 3 जुरेको लज चलाइरहेको थियो पहिला चाहिँ। पछि युनिटी अरे भने क्या मैले नजानेको कुरो। अनि त्यहाँबाट जागिर खाएको भन्यो बाबु, जागिर खाइनस् त कहिले भन्दा आमा मैले जागिर खाएको भन्थ्यो। म आउँदाखेरि तेरो छोरा जेल नपर है भनेर उहाँबाट आएँ बाबु। आउनु पनि कमजोरी मान्छे, साह्रो छ आउनु टाढादेखि नै होइन। कठोर छोरा जस्तो परे पनि टर्नै पर्छ। अब बुहारी आमा बसिरहेको थिएँ, छोराछोरी पर्छन्, भाडा तिर्नुपर्छ, कष्ट छ नि बाबु। के गर्नु, जस्तो भए पनि बस्नै परेको छ। अब त्यो त बुहारीले बसेकी छन्, म ननिकालेसम्म बस्छु म यहीँ नै, म के गरेर उ गर्ने भन्थिन् मलाई त। त्यसो भन्थिन्, म ननिकालेसम्म बसिरहन्छु। अब सबैलाई निकालिसके, किन उहाँलाई चाहिँ यसरी गरे त, निर्दोष मान्छे निर्दोष भनेर किन यसरी थुनेको त भनेर भन्थिन्। यसरी गर्यो भनेर भन्छन् बाबु। अब न्याय मागेको उसले होला, अब कसरी निकालौँ, कसरी निकिन्छ भन्ने नै छ नि बाबु। अब यहाँ बाटोमा धुलो र धुवा खाएर भोकै बस्नु त छैन नि। बिहान त्यति भुजा खाएर यहाँ आएर बसेको थिएँ, बेलुकासम्म केही छैन। छोराछोरी घर घरै कता र कता दुःख छैन त। अब कोठा भाडा केले तिर्नु, त्यस्तै छ बाबु। अब यस्तै छ संसार। अनि सरकारले गर्दैन क्या, गरिब गुरुबालाई गर्दैन न्याय। उनीहरूकै कुर्सी तान मात्रै हो। अहिले सम्झिनुहोस् न, एउटा गाईको दुध लगेर ढुङ्गामाथि चढाउँदा, गाईको दुध लगेर ढुङ्गामाथि चढाउँदाखेरि धर्म हुन्थ्यो भने, छोरा जेलमा परेर आमा उठ्दाखेरि कस्तो त्यसको चित्तमा होला। आमा आइजन भन्छ होइन, भन्छ बाबु खानु पनि छैन त्यहाँ त के गर्न आउनु त भन्दा आइजन आमा, म त हेर्नु पाइनँ, म आउँ भनेको थिएन, आमालाई दुःख नदिउँला भनेको थियो, दुःख दिएँ मैले भन्छ र ऊ पनि दुःख नगर्छ बाबु। जाँदा के गर्नु, त्यस्तै हो संसार। मायाले पुग्छ बाबु, अर्थले पुग्दैन। सम्पत्तिले पुग्ने अब मेरो छोराछोरी सबै ठाउँ राखेर बसिहाल्थ्यो नि है मर्ने बेला। त्यस्तै हो संसार, त्यस्तै हो। झुट्टा गर्दैन, सरकारले गर्दैन। अब त म त भोट भन्ने र सरकार मान्ने भन्ने त कहीँ कुनै ठाउँमा छैन बाबु। बरु मलाई पेट्टै गोली हानेर मारुन्, म त्यो सरकारपट्टि भनेपछि म कहीँ पनि त्यो लाग्ने मलाई छुइनँ म बाबु। किन जहाँ पनि भोट अरे भन्यो, फुलमाला लगेर लगाइदियो, ठुला बढाउने, ठुलो पाएर केही नै गर्छन् कि भने यस्तै त गरे नि। रोडमा आएर मर्ने बेला आएर बस्नु पऱ्यो नि त। अब छैन त्यता पनि मेरो मन छैन। अब वीरेन्द्र राजा मरेर गए, सबै सकेको सँगैको। ज्ञानेन्द्रलाई खेती, ज्ञानेन्द्रको त राज्य हो नि त, जे भए पनि होइन त। गर्छु भने खै के गरे त, केही गरे त, केही गर्नु सक्दैन, गर्दैन। ज्ञानेन्द्र नै ल्याउनुपर्छ।